हेलो गाइज, के छ हालचाली। सो मेरो अर्को नयाँ भिडियोमा तपाईँहरूलाई स्वागत छ है त। यो लास्टसम्म यहाँ छौँ अनि यहाँबाट यस्तो गरेर फेरि यस्तो एउटा एल गएको छ। यो सबै पानी लगाइसक्यो है त। आज मेरो ट्याङ्कर हात परेको छ आज मेरो, के गर्नु। यो सक्यो है। आज ट्याङ्कर यस्तो छ है। हेलो ए सदा सो त्यसको त्यो ट्याङ्करको ड्राइभर चाहिँ अर्को साइडमा गएको छ, धेरै टाढा। हाम्रो यो 3-4 ठाउँ चलिरहेछ काम चाहिँ हाम्रो यो कम्पनीको है। सो यो गाडी त्यतिकै राखिरहेको थियो, खडा बसिरहेको थियो अनि यहाँ पानी लाउनु पर्ने भएर अनि त्यही भएर मलाई पठाएको थियो त्यहाँ पानी लाउनलाई। पानी लगाएर अनि त्यो गाडी राखिदिएर फेरि म आफ्नो ब्याक टु मेरो गाडीमा आइसकेको छु है त। सो हेर्दै गर्नु होला। र यो चाहिँ मेन रोड हो है। यहाँबाट सिधा गयो भने यहाँको मेन सिटी रियाद पुग्छ। सो म चाहिँ यहाँ अलिक अगाडिबाट यता लेफ्ट जानुपर्छ है। सो सिधा गयो भने चाहिँ रियाद भन्ने ठाउँ पुग्छ, तर म चाहिँ यहाँ अलिक अगाडिबाट यता लेफ्ट लिनुपर्छ। र तपाईँहरूलाई म आज एउटा कुरा सेयर गर्न जाँदैछु। त्यो कुरा चाहिँ के हो भने जस्तो अब रिलेसनमा बसिन्छ नि हामी। सो अब केही लास्टमा मिल्दैन, त्यही भएर ब्रेकअप यताउता त्यो भइरहेको हुन्छ सबको होइन। सो छोरी मान्छेले चाहिँ एकचोटि मन मारेपछि म त्यसलाई हेर्दिनँ यहाँ त्यहाँ म बोल्दिनँ भनेपछि होइन, मन मारेपछि चुपचापै हुँदो रहेछ कि होइन। तर हामी केटाहरू चाहिँ होइन एकदमै गाह्रो हुने क्या, त्यही सम्झना पास्ट है। त्यही भएर मुभ अन हुनु नै अलिक टाइम लाग्ने क्या हामीलाई चाहिँ। छोरी मान्छेहरू त होइन भनिदिएछ है, तर हामीलाई चाहिँ एकदमै मुभ अन हुनु एकदमै टाइम लाग्ने रहेछ। सो त्यही हो गाइज। सो यस्तै जिन्दगी होइन, लाइफ यस्तै रहेछ। सो कहिलेकाहीँ त एकदमै भारी भएर आउँछ होइन, पोख्नु पनि कसलाई सुनाउनु पनि कसलाई होइन, एकदमै भारी भएर आउँदो रहेछ कहिले चाहिँ। सो अब के गर्नु, यस्तै छ परदेशी लाइफ होइन। अब यहाँनिर त्यस्तै हुन्छ, जस्तो तस्तो चलिरहेछ जिन्दगी। होप यसरी नै चल्दै जाओस् होइन। एक दिन त कसरी ठिक नहोला कि कसो हो कि के हो। र अर्को कुरा, साथी तिमी पैसा नै ठुलो कुरा होइन भन्छौ यार, कसरी भन्नु ठुलो होइन भनेर। त्यही पैसाले गर्दाखेरि कति आफन्तहरू बोल्नै छाड्छन्, आफ्नोमा नजिक भएको मान्छेहरू टाढा जान्छन्, साथ दिइरहेको मान्छेहरू पनि छोडेर जान्छ त्यही पैसाको कारणले। अनि म तिमीलाई कसरी भनौँ पैसा सबैभन्दा ठुलो कुरा होइन भनेर साथी। मेरो चाहिँ लास्ट टिप थियो है। लास्ट टिपमा अब यो यति रटै घुस्दिएका टायरमा यो चाहिँ यस्तो तल राखेको रहेछ कि मैले देखिनँ हो। सिधा भएको भए त देखिन्थ्यो, लडेर बसेको रहेछ त्यो
कसरी टायरमा पसो सो पनौती लाग्यो लास्ट टिपमा। सो टायर पनि यो त नयाँ थियो है, यति घुसतिर भने यहाँनिर क्या पनौती लागेर। सो मैले फोन गरिसकेको छु, हाम्रो कम्पनीकै छ बनाउने मान्छे चाहिँ। सो फोन गरिसकेको छु, आउँदैछ है। र म वेट गर्दै आइपुग्यो होइन। आइपुगेर त्यस पछाडि मैले पनि हेल्प गरेँ बनाउनलाई, किनभने टाइम सकिसकेको थियो, ड्युटी टाइम हो। लास्ट ट्रिपमा यस्तो पनौती भएको थियो। अनि त्यस पछाडि मैले नि हेल्प गरेँ। अनि त्यो छेडिएकोमा चाहिँ हो त्यो स्टिकर लगाएर। अनि त्यस पछाडि फिट भइसकेपछि रुमतर्फ लागेँ म। सो आजको ब्लग मेरो यति नै थियो, मिनी ब्लग, सर्ट ब्लग। सो तपाईँलाई कस्तो लाग्यो प्लिज कमेन्टमा आफ्नो प्रतिक्रिया लेखिदिनु होला है त। भन्दै टाटा बाई बाई।